मेरो यो कतिवटा भेराइटी 8-9वटा भेराइटी ड्र्यागन फ्रुट छ अनि प्लान्टहरू छ बेच्ने प्लान्टहरू हो। अन्त त्यसैले गर्दाखेरि आज अलिकति फ्लास होस् अलिकति एडभर्टाइज होस् भनेर बोलाएको। मेरो भेराइटी चाहिँ यता आसाम गलपाडा साइडमा ल्याएको छु हो। अन्त के भेराइटी छ भने भियतनामी व्हाइट, इजरायली येल्लो, रेनबो, सी भेराइटी, रेड भेलभेट, मोरक्कन रेड, यो जम्बू रेड, यो सब भेराइटी छ मेरोमा। त्यो छ बेङ्गलबाट कोलकाताबाट ल्याएको। अन्त त्यसको भेराइटीको नाम अहिले बताएको छैन उसले, मेरोमा कटिङ प्लान्टहरू हुन्छ हो, एभाइलेबल कटिङ प्लान्ट हुन्छ। लाने मान्छेहरूलाई आएर मसँग भेटेर अनि कसरी रोप्नुपर्छ, कुन महिना रोप्नुपर्छ, कति खर्च हुन्छ, अनि केही बिमार लाग्छ त्यो बिमारको उपचार के छ त्यो उपचार बिमारको उपचारहरूको त्यो दबाईको नामहरू दिनेछु। अन्त कसरी रोप्नुपर्छ, कुन महिना रोप्नुपर्छ, यो सबै जानकारीहरू दिएर मात्रै म प्लान्ट दिनेछु। किनकि ऊ पनि सक्सेस होस्, मैले पनि अलिकति परीक्षण लिएर गरेको कुरामा सक्सेस भएँ र अरू प्लान्ट लानेहरू खेती गर्ने इच्छा हुनेहरू पनि सक्सेस होस् भन्ने यही मेरो यो गर्दैछ तपाईँले। अहिले मैले यो पालि चाहिँ अलि मेरो फलेको हो। मेरो 10 खुट्टीमा लटमा अब 7 केजी गरेर मेरो निस्किँदैछ। 8 छिमल फल्यो हो, 7 केजी गरेर। अनि रेट चाहिँ मैले रेट कस्तो पाएँ भने रेड भेराइटीको चाहिँ 300 गरेर लाँदैछ माथिको, अनि इजरायली येल्लो चाहिँ 400 गरेर लाँदैछ माथिकोहरूले। अन्त इजरायली र यो सेतो अन्त यो के भन्छ रातो, यसमा खाँदाखेरि टेस्ट कस्तो फरक छ? एउटा सिमी खुट्टीमा तपाईँले कतिवटा लाउन सक्छ? अनि कसैले यस्तो छ कि मान्छेहरू अब बिघा हिसाबमा रोप्ने मन छ, अन्त 1 बिघा जस्तो रोपेपछि अन्त तपाईँको बिरुवा कतिको दिन सक्छ तपाईँले? उसके बाद 1 बिघा जस्तो लागेपछि कतिको प्रफिट फाइदा चाहिँ हुन्छ जस्तो लाग्दैछ तपाईँलाई? तपाईँको राम्रो भेराइटी सेलेक्ट गरेर उसले रोप्यो भने, अब कमर्सियली भेराइटी राम्रो भेराइटी रोप्नु सक्यो भने चाहिँ तपाईँको 300 खुट्टी जस्तो जान्छ हो। 300 खुट्टीमा तपाईँको अब 3 सालदेखि चाहिँ म्याच्योर हुन्छ हो। तपाईँको 1 खुट्टीमा 6 केजी 7 केजी गरेर फल्छ। तपाईँको कम्ती भनेको पनि 1 बिघामा तपाईँको कम्ती भने 6 लाख जस्तो प्रफिट गर्न सक्छ। अनि खर्च कति गर्छ 1 बिघामा? खर्च तपाईँको 1 बिघामा तपाईँको फेन्सहरू अब राम्रै फेन्स गऱ्यो भने त फेन्समै तपाईँको 1-1.5 लाख गइहाल्छ हो। अनि त्यहाँदेखि यो यसमा अब खुट्टीको दाम भयो, खुट्टीमा तपाईँको 350 गरेर परिहाल्छ खुट्टीमा। अन्त तपाईँको 300 जस्तो खुट्टी लाग्दाखेरि खुट्टी गर्दाखेरि निकै खर्च त 4 लाख जस्तो त जान्छ होला। अनि फेन्सिङमा कम्ती खर्चको फेन्स गऱ्यो भने चाहिँ तपाईँको बेसी जाँदैन। 1 बिघामा कम्ती भनेको 3 लाखमा तपाईँको एकदम कम्प्लिट हुन्छ। अब मेरो त यहीँ दाजगढी हो, म सम्मान प्रधान। मेरो यहीँ दाजगढी भुटान गेट र इन्डिया गेटको बिचमा हो। मेरो घरको छेउमा साई गुरुकुल स्कुल छ। अनि मेरो कन्ट्याक्ट नम्बर तपाईँले दिइहाल्नुहोस् एकछिन। अनि कन्ट्याक्ट नम्बरहरू अब स्क्रिनमा पाइहाल्नुहुन्छ। कन्ट्याक्ट गरेर अनि आउनु सक्नुहुन्छ, मलाई भेट्न सक्नुहुन्छ। अनि एउटामा कति गरेर चाहिँ अब दिने तपाईँले? अब मेरो एउटा भेराइटी छ रेड भेलभेट र इजरायली येल्लो, अलिक रेयर भेराइटी हो। यो चाहिँ 250 पर्छ पर पिसको इजरायली येल्लो। अनि रेड भेलभेट छ, रेड भेलभेट यो हो 150 गरेर पर्छ। अन्त त्यसमा 8 इन्ची 10 इन्चीको कटिङ प्लान्ट दिन्छ। अनि डिस्काउन्टको कुरा? अब डिस्काउन्ट अब उसको क्वान्टिटी कति छ त्यही हेरेर 5-10 रुपियाँ कम्ती गरिन्छ। त्यसको सामने काटेर दिनेछु। आफै आएर सेलेक्ट गर्नु आफै आएर नि? किनभने म अहिले कोरियरतिर अनलाइनमा पठाउने गरेको छैन। किनभने अब आफैले गरेर छानेर लगेको चाहिँ राम्रो हो। आफै आएर कुन लाने, कस्तो खालको प्लान्ट लाने, अब मदर प्लान्टबाट कुन चाहिँ पहिला फल काटिसकेको छ होइन, त्यो फल छानेर लानेहरूलाई म आफैले
उसकै छेउमा काटेर दिने। ए यो हाइब्रिड मेवा हो, हजुर हाइब्रिड पपिता हो। अन्त यो भुइँदेखि फलेको थियो, 2 सालदेखि अगाडिदेखि फल्दैछ, अहिले यहाँ पुग्यो हो। अनि यो भेराइटीको खासियत चाहिँ के छ भने जति पाके पनि तपाईँको यो ढिलो हुँदैन। ओके ओके काटेर खाँदाखेरि भित्र काटेर त एकदम प्योर रेड हो, सेन्ट पनि बेग्लै। अन्त मेरोमा यसको प्लान्ट पाइन्छ, कति गरेर दिनु सक्नुहुन्छ? प्लान्टको 50 गरेर बेच्दैछु। अब यो भेराइटी चाहिँ मैले यताको होइन, मैले बाहिरबाट भुटानबाट मगाएको थिएँ। ओके